कल्पना गर्नुहोस् एउटा यस्तो विष जसको एक मात्र थोपाले पुरै ब्रह्माण्डलाई तहस नहस गर्न सक्थ्यो। हावा जल्न थालेको छ, समुद्र अँध्यारो हुँदैछ, देवताहरू भने भाग्दैछन् र असुरहरू पनि डराउँदैछन्। त्यति बेला नै एकजना शान्तसँग अगाडि बढ्छन्, न त सेना न त अस्त्र। उनले त्यो विषलाई आफ्नो हातमा लिएर पिउनुहुन्छ। तर प्रश्न अझै रहिरहन्छ, आखिर यो अवस्थासम्म संसार पुग्यो कसरी? वाइ डिड शिवा ड्रिङ्क द पोइजन? यो कथाको सुरुवात युद्धबाट हुँदैन। यो कथाको सुरुवात भने अहङ्कारबाट हुन्छ। एक दिन महातपस्वी दुर्वासा स्वर्गतिर जाँदै हुनुहुन्थ्यो। उनको हातमा थियो एउटा दिव्य माला। यो कुनै सामान्य फुलको माला थिएन। यो मालामा थियो श्रीको ऊर्जा, समृद्धि, दिव्य अनुग्रह र लक्ष्मीको आशीर्वाद। त्यति बेला नै देवराज इन्द्र आफ्नो सेतो हात्ती ऐरावतमा सवार भएर आउँदै थिए। दुर्वासाले सम्मानको रूपमा इन्द्रलाई त्यो माला दिनुहुन्छ। तर इन्द्र भने आफ्नो शक्ति र वैभवमा डुबिसकेका थिए। उनले त्यो मालाको महत्त्व बुझेनन्। त्यसैले उनले माला ऐरावतको टाउकोमा हालिदिए। ऐरावतले भने त्यो मालालाई भुइँमा फ्याली कुल्चिदिए। त्यही समयमा दुर्वासाको अनुहार बदलिन्छ, किनकि यो अपमान मात्र ऋषिको होइन, दिव्य वरदानको अपमान थियो। दुर्वासाले सम्पूर्ण देवताहरूलाई श्राप दिनुहुन्छ, तिमीहरूबाट श्री हराउँछ। श्री भनेको मात्र पैसा होइन, यो ब्रह्माण्डको समृद्धि हो, ऊर्जा हो, बल हो र सन्तुलन हो। श्राप लाग्ने बित्तिकै लक्ष्मीको कृपा देवताहरूबाट टाढा हुन थाल्यो अनि त्यहीसँग देवताको शक्ति सुक्न थाल्यो। तर असुरहरू, उनीहरूलाई यो श्रापले असर नै हुँदैन र त्यसैले शक्ति सन्तुलन टुट्न थाल्छ। असुरहरूले यो कमजोरीबारे तुरुन्तै पत्ता लगाउँछन्। उनीहरूले हमला गर्न थाल्छन्। युद्धपछि युद्ध हुन्छ र बिस्तारै देवताहरू हार्न थाल्छन्। स्वर्ग पुरै ध्वस्त हुने अवस्थामा पुग्छ। डराएर देवताहरू विष्णुको चरणमा जान्छन्, विष्णुसँग मद्दत माग्छन्। त्यसपछि विष्णुले भन्नुहुन्छ, एउटा मात्र उपाय छ, अमृत, द नेक्टार अफ इमोर्ट्यालिटी, जुन पाएपछि कोही कमजोर हुँदैन, कोही मर्दैन। तर यसमा एउटा समस्या छ। अमृत लुकेको थियो सागरभित्र, ठुलो समुद्रभित्र। तर देवताहरू कमजोर थिए। उनीहरू एक्लै समुद्र मन्थन गर्न सक्दैनथे। त्यसैले विष्णुले एउटा सुझाव दिनुहुन्छ, असुरहरूसँग मिलेर काम गर। सोच्नुहोस् त, सधैँ एक अर्काको दुश्मन तिनै देवता र असुरहरू एक साइडमा छन्। किनकि दुइटैलाई एउटै कुरा चाहिन्थ्यो, अमृत, अमर बन्न। मन्थनको लागि चाहिन्थ्यो ठुलो दण्डी, त्यसको लागि ल्याइयो मन्धरा पर्वत। दोरीको लागि बोलाइयो ठुलो दिव्य सर्प वासुकी। अनि सुरु हुन्छ समुद्र मन्थन। समुद्र गजिरिन थाल्छ, लहरहरू आकाशसम्म पुग्छन्, पुरा ब्रह्माण्ड काप्न थाल्छ। तर अचानक मन्धरा पर्वत डुब्न थाल्छ, किनकि समुद्रको गहिराइले सहयोग गर्न सक्दैन। अनि त्यति बेला विष्णुले लिनुहुन्छ कुर्म अवतार, विशाल कछुवा। उनले आफ्नो पिठमा पुरै पर्वत बोक्नुहुन्छ र मन्थन फेरि जारी हुन्छ। मन्थन हुँदै जाँदा समुद्रबाट एकपछि अर्को दिव्य वस्तु निक्लिन थाल्छन्। सपना पुरा गर्ने गाई, दिव्य घोडा, कस्तुकमणि, विभिन्न अप्सराहरू। त्यसपछि समुद्रबाट प्रकाशसँग निक्लिन्छन् लक्ष्मी। सबै उत्साहित हुन्छन्, किनकि अमृत नजिक आइरहेको जस्तो लाग्थ्यो। तर त्यसपछि समुद्रको रङ बदलिन थाल्छ, पानी कालो हुँदै जान्छ, हावा जल्न थाल्छ अनि त्यसपछि समुद्रबाट निस्किन्छ हालाहाल, संसारको सबैभन्दा खतरनाक विष। त्यसको धुवाँले मात्र पनि जीवन समाप्त हुन सक्थ्यो। पहाडहरू पग्लिन थाल्छन्, नदी सुक्न थाल्छ, देवताहरू बेहोस हुन थाल्छन्, असुरहरू भने भाग्न थाल्छन्। कोही पनि यसको नजिक जान सक्दैन, किनकि यो विष फैल्यो भने सबै सृष्टि तहस नहस हुन्छ। त्यही बेला सबैको दिमागमा एउटै नाम आउँछ, शिव, जो हिमालयमा शान्त ध्यानमा बसिरहेका थिए। देवताहरू शिवकोमा पुग्छन्। उनीहरूले भन्छन्, हामीलाई बचाउनुहोस्। र शिवले एकछिन पनि नसोची विष आफ्नो हातमा लिनुहुन्छ। पार्वती डराउँछिन्। देवताहरू हेरिरहेछन् अनि शिवले हालाहाल पिउनुहुन्छ। तर शिवले त्यो निल्नु हुँदैन। उनले त्यो विषलाई आफ्नो घाँटीमै रोकिदिनुहुन्छ, किनकि यदि विष शरीरभित्र पुग्यो भने सृजना नै नष्ट हुन सक्थ्यो। विषको तातोले उनको घाँटी निलो हुन्छ
अनि त्यही दिनदेखि शिवलाई भन्न थाल्छ नीलकण्ठ, द ब्लू थ्रोटेड वान। हालाहाला पछि अन्तिममा समुद्रबाट निस्किन्छ अमृत अनि एकैचोटि देवता र असुरहरू झगडा गर्न थाल्छन् किनकि सबैलाई अमर बन्न मन थियो। त्यसपछि विष्णुले एउटा दिव्य सौन्दर्य रूप लिनुहुन्छ जसलाई हामीले मोहिनी अवतार भन्छौँ। असुरहरू विचलित हुन्छन् अनि मोहिनीले चलाखी गरी अमृत देवताहरूलाई मात्र दिनुहुन्छ र देवताहरू फेरि शक्तिशाली हुन्छन्। गोसाइकुण्ड किंवदन्ती अनुसार विषको ताप सहन नसकेपछि शिवजी हिमालयतिर जानुहुन्छ र पुग्नुहुन्छ गोसाइकुण्ड। उनले आफ्नो त्रिशूल प्रहार गरी पानी निकाल्नुहुन्छ र त्यसपछि बन्छ गोसाइकुण्ड ताल। आज पनि जनै पूर्णिमामा हजारौं मानिसहरू त्यता यात्रा गर्छन्। यो तालमा अझै पनि शिवजीको ऊर्जा छ भनी उनीहरूको विश्वास छ। अझै यस्तै कहानीहरू सुन्नको लागि तत्वनेपाल.com लाई भिजिट गर्नुहोस्।